म जान लागेको छु अहिले चाहिँ स्कुल आज चाहिँ स्कुलमा खेलाडीहरूलाई मात्र बोलाएको छन् किनभने चाहिँ आज बिदा छ। त्यही भएर आज बैजनाथ कप चाहिँ सुरु भइसकेको छ हाम्रो स्कुलमा। अब त्यसैको ट्रेनिङ गराइराछन्, त्यही भएर स्कुल चाहिँ बिदा छ। त्यही पनि हामीलाई चाहिँ बोलाएन किनभने चाहिँ अब खेलाडी पऱ्यो नि अन्डा चना दबाएर आउने के डर हो, बुझ्यो कि नै। अरू भलक चाहिँ म अब स्कुल पुगेपछि देखाउँछु है। अभी और सुनिए। A few moments later. अहिले चाहिँ हामी स्कुल आइसकेका छौँ होइन। मोहनजी यता हेरिदिनु पऱ्यो कि तपाईँ पनि एउटा भलकर होइन। ल हामी सब चाहिँ अब स्कुल पुगिसकेका छौँ। यिनी चाहिँ यहाँ सर्ट हान्न सिकिरहेका छन्। हाने सर्टमा भिडियो बनाएर लाज गराउँदै म्या हामी चाहिँ अब भोलिको दिनमा बैजनाथ चाहिँ जान्छौँ। बैजनाथ गएर धेरै राम्रो ब्लग्सहरू हाल्ने कोसिस चाहिँ गर्नेछौँ हामीहरू। यहाँ चाहिँ नास्ता खाइरहेका छन्। अब जित्न नसके हम करें तो करें क्या, बोले तो बोले क्या। नास्ता दबाउने काम मात्रै हो। ल मोहनजी ल एकचोटि हाई बोल्दैन त, हेरेर त हाई बोल्दैन त, हाई भन्दैन त, अल्छी लाग्ने हाई। ल यो ब्लग चाहिँ अब भाइरल लैजा भन्न, भाइरल लैजा। गाइज हामी स्कुलको पछाडि त आइसकेका छौँ। कस्तो बे यो उल्टो भएर। ल गाइज यिनीहरू चाहिँ हाम्रो क्लासको के अरे बे गरेको मान्छेहरू हुन्। यो चाहिँ हाम्रो प्र्याक्टिस गर्ने ठाउँ हो लेडिजहरूको। पाद्रे ल एकचोटि हाई भन्दै फेरि अब हिँड। हामी कहाँ लाउँ गरे पार्क जाने होइन। र हामी चाहिँ पार्कतिर घुम्न जान लाग्छौँ भलक बनाएर। तपाईँहरूले सोचिराख्नु होला यो बिदाको दिन पनि किन स्कुल आएर, मैले अघि नै भनिसकेँ अगाडि नै तपाईँहरूलाई। हामी बिदाको दिन पनि खेलाडीहरू मात्रै आएका छौँ यहाँ स्कुलमा। अनि यो चाहिँ हाम्रो मोहन साथी, यसको नि युट्युब च्यानल छ, यसलाई नि सपोर्ट गरिदिनु होला। मेरो 2-3 भ्युज आयो पनि अनि यो चाहिँ 1500मा जान्छ। 1500मा निकै नै राम्रो हान्छ। म चाहिँ रिले र 100 मिटरमा छु। अनि भलिबलमा पनि छु नि हो कि नै। एक्स्ट्रा भयो भने सुन्नु त सुनि मेडल ल्याउनु त मेडल ल्याएर भइगयो, त्योभन्दा बढी के चाहियो। जित्न एउटा स्कुलदेखि हार्छ, फर्स्ट स्कुलदेखि हार्छौ म ग्यारेन्टी भन्छु। फर्स्ट स्कुलदेखि हार्छौ भलिबलमा त कन्ड साथ आम्मा। ल म भिडियो देखाइदिन्छु ल, उहाँ गइसकेको छु भिडियो गराएर म च्यानलमै हाल्दिन्छु। ल यसको च्यानलमा आउँछ, मेरो च्यानलमा पनि आउँछ है। हारेर जितेपछि मेरो च्यानल पनि आउँछ, यसको पनि आउँछ। ल हामी चाहिँ पार्कतिर जाँदैछौँ। कहाँ घाम लसाक, मलाई यत्रो जङ्गलमा एक्लै छोडेर भागिदियो अरे पादरी, कस्तो मान्छे रहेछ। दुई घन्टा लाउँछ भनिदियो अरे, एकैछिनमा गएर आइए म्या। अब बनाएन रप नबोल्दा नराम्रो नबोल्ने, कस्तो मान्छे रहेछ। आइदिएर आउँ त। ल आजको लागि हामी यति नै गराउँछौँ भलक होइन। खान्जीको खाइएको अब लास्ट दिन मेरो 15 बस्ने कुर्सी छैन रे।